देउचुली डाँडाको चुच्चो चुच्चो हो यो हिमाल देखिन्छ यहाँ हिमाल हो अनि बुढाबुढी आइएछ हिँडिछन् आज पनि यो मस्त हिँडिछन् रमाइलो मानिछन् जस यस्तो छ ए डाँडै डाँडा छ पनि छु यसो मैले गर्दैछु मैले हिँड्दै छौँ रमाइलो छ कालो ठाडै उकालो यो ठाडै उकालो यो ल आइपुग्यो यो सबभन्दा हल्को देउचुली डाँडा टावर हो तार बारेर छ साह्रै रमणीय हेर्दाखेरि यहाँ पुरै हिमालय देखिन्छ रमाइलो छ ल मेरो बुढी पनि आइ के छ तिमीलाई तिम्रो हार्खर के छ ठिक छ ल टुप्पोमा आइयो होइन यहाँ जस जाली लगाउनु भएको रहेछ यहाँ धेरै राम्रो कुरो हो यो किनभने यहाँ फोटो खिच्नलाई त अप्ठ्यारो हुन्छ भनेर अथवा दुर्घटना हुन्छ भनेर यहाँ यसरी जाली लगाइदिनु भएको छ धेरै राम्रो गर्नुभएको छ यस्तो यो घटना पनि घट्यो होला मुमकिन यसरी चाहिँ राखिदिनु भएको छ धेरै राम्रो साह्रै राम्रो रमणीय स्थल मन्दिर चाहिँ है धेरै राम्रो छ धेरै राम्रो एकदम बिन्दास पाएर छ औ श्रीमती दुईजना यहाँ युटारमा यहाँ छ ठिक छ नि कान्छु एकदम ठिक छ ओके गाह्रो त हुन्छ गाह्रोमै दुःखमै खुसी चाहिँ हुन्छ यहाँ भगवान्को यहाँ शिवालयको पनि राखेको रहेछ नि ल शिवालय दर्शन छ यसरी चाहिँ बनाएको छ जियोस् उपमा यसरी चाहिँ बनाएर राखेको छ ओम नमः शिवाय जियोस् थापना गर्नुभएको रहेछ यो जाली हाल्दाखेरि नै यो थापना गर्नुभएको छ ठिक छ एकदम